घट्छ नि त ए हो क्वालिटी घट्दै गर्दाखेरि होइन यसरी हामी फोटो खिचिराखेको हुन्छौँ त्यही भएको कारणले यसरी भेट हुँदै गर्दाखेरि साथीहरू आज चाहिँ हामी कुम्लेछौँ अनि यसो सारनले भनिदिन्छ प्रकाश दाजु के भन्दैन भन आदरणीय हाम्रो दाई हुनुहुन्छ प्रकाश दाईसँग आज यसरी बस्नु पाउँदा एकदमै खुसी खुसी त यस्तो देखाउनु मिल्दैन खुसी अब के गर्नु यस्तै छ है दिङसे हकेर लर यता नराम्रो देखिन्छ हौ मेरो फोटो खिच्नु अब यहाँबाट यता राम्रो देखिन्छ क्या होइन क्या राम्रो त देखिन्छ हेलो जयमसी अनि गुड मर्निङ एभ्रिवान सबैले सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ अनि सारा आज मसँग हुनुहुन्छ हाम्रो दाई प्रकाश दाजु सारण साथी अनि यता हाम्रो सिमसन अङ्कल अनि यता हाम्रो पास्टर बुवाहरू हुनुहुन्छ अनि यहाँ आज हामी बिहानै यसरी हामी मिठो गफगाफ गरिराख्दाखेरि एकदमै रमाइलो पनि भइरहेको छ अब हामी जानेछौँ किचन डिपार्टमेन्टतिर गाइस अनि आज चाहिँ हावा चलिरहेको अवस्थामा लाइन पनि हामीसँग छैन ल ओके हामी अब हामी जानेछौँ किचन डिपार्टमेन्टतिर है गाइस ल प्रकाश दाजु कस्तो लागिरहेछ हौ जाडो जाडो मौसममा एकदम दामी लागिरहेछ सुत्दै कस्तो भयो दाजु एकदम दामी ए हाम्रो अनि साथीको अनुहार त धुए छैन होला होइन भर्खर उठेको नि होइन ल ल दाइ ल यता हाम्रो किचन डिपार्टमेन्टको गाइड्सहरू के हुँदैछ हामी बुझ्न चाहन्छौँ हेलो 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 जय बसे ल हाम्रो यता दाजुले के यहाँनिर ए प्याज ओहो काका यो चाहिँ के रहेछ यो डल्लो डल्लो मटर रहेछ काम म गरिहाल्छु नि एकछिन न त यहाँ क्यामेरा पहिला टाइप गर्नु पर्यो नि त यहाँ हाम्रो यहाँ रहेछ है गाइस यो चाहिँ पै भन्छ है गाइस ल यता रहेछ यता हाम्रो एल्डर बुवाले यहाँ गाइस हेर्नुहोस् है यो हावा गाइस रोक्नु पर्यो गाइस यो हावा नरोकेको कारणले यहाँ हाम्रो काम चाहिँ अर्केला जस्तो छ है गाइस दाजु जय बसी के गर्दै हुनुहुन्छ दाजु अदुवा हो दाजु ए ल हाम्रो दाजुले त अदुवा उयो गर्दै हुनुहुँदो रहेछ केलाउँदै हुनुहुन्छ आज हावाले भेना यो सेमिनारलाई कतिको असर पार्न जस्तो छ धेरै असर पारिसकेको छ है ल हाम्रो टोलीहरू चाहिँ धेरै कामभन्दा धेरै चाहिँ ठग्ने जस्तो गर्छ कि जस्तो लाग्छ है यता हाम्रो लेडिज टोलीहरू चाहिँ अलिक कामलाई चाहिँ अलिक धेरै मध्यनजर गर्नु पर्यो धेरै बोल्नु भएन क्या जयमसी दाजु स्वागत छ है ल तपाईँलाई हाम्रो चर्चमा धन्यवाद अनि यात्रा कस्तो रह्यो दाजु यात्रा कठिन थियो तर रमाइलो भयो ल साथीहरू फाइनली हामी यहाँनिर छौँ हाम्रो प्रवीण दाई अनि लगायत हाम्रो प्रशान्त दाई अनि उहाँहरू आज आउनुभएको छ हाम्रो चर्चमा फर्स्टचोटि दाई भाइको चर्च भिजिट गर्नु कस्तो लाग्यो दाजु मलाई त नि सोध्दैन त अनि के हो अनि दाइको पालो आउनु बाँकी नै छ नि त मसिन हटेन त त्यसै होइन अनि उहाँलाई नै सोध्दैन नि त अनि मलाई सोध्दा अनि हाम्रो दाइ अनि आउँदै गर्दाखेरि धुलोहरूले कतिको इफेक्ट बनायो दाजु असर गर्यो थियो होइन लास्ट बाटो अलिक कठिन नै थियो तर पनि हामी रमाइलो गर्दै बाटोलाई पनि यहाँ अब सेमिनार यसो परमेश्वरको लागि ल फेरि पनि स्वागत छ है दाइ तपाईँलाई यो चर्च धन्यवाद हाम्रो यता हुनुहुन्छ प्रशान्त दाइ के छ तपाईँको हालखबर मेरो हालखबर एकदम दामी छ राम्रो छ तपाईँ त अनि के हो अनि झन् ह्यान्डसम देख्छु त तपाईँलाई त यो कुम्लेको वातावरणले हो भाइ यार अनि दाजु अनि फर्स्टचोटि भाइको चर्च भिजिट गर्दा कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेछ भाइ यस्तो पहाडी भेगहरूमा पनि चर्चहरू हुँदा भाइहरू जस्तो एक्टिभ मान्छे हुँदा एकदम खुसी लाग्छ मलाई हो ल फेरि पनि दाइले स्वागत छ आइदिनु भयो हृदयदेखि धन्यवाद सबैभन्दा धेरै चाहिँ परमेश्वरलाई धन्यवाद किनकि हामी जस्तोलाई एक बनाउनु भयो होइन चिनजान गराइदिनु भयो हामी बाटोमा ठोकिँदा पनि नचिन्ने मान्छे सरी भनेर हिँड्ने मान्छे तर अहिले भनेको एउटै एउटै मन होइन एउटै मन त्यही भएर यहाँ छ एउटै चर्च एउटै सङ्गति ल गाइस बुझिहाल्नु पर्यो होइन हेर्नुहोस् है गाइस कोइल टिमहरू है गाइस यहाँ हुनुहुन्छ हाम्रो टिमहरू जयमसी
अनि आज अनि कन्फरेन्समा गीत गाउनलाई कतिको एक्साइटेड हुनुहुन्छ तपाईँहरू यताको टिमहरू ल हुन्छ सबैभन्दा अगाडि म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु अनि तपाईँहरू टाढा नजिकबाट यो हाम्रो भेटघाट कार्यक्रममा जतिजना तपाईँहरू आउनुभएको छ पास्टर अनि लगायत अनि एल्डर डिकन अनि जवानको अध्यक्ष अनि जतिजना तपाईँहरू जुन जुन पोस्टमा हुनुहुन्छ सबैजनालाई अनि हाम्रो क्रिसको अभिवादन हाम्रो कोही टिमकोबाट एक पुष्ट जय मसी सन्चै हुनुहुन्छ ल हामी गीतहरू गाउँदै हामी यो समय हामी उहाँको ऋतुलाई हामी स्वागत गर्नेछौँ हाम्रो जीवनमा आमेन तयार हुनुहुन्छ ल हामी फेरि पनि यो गीतलाई गाउनेछौँ स्वागत गर्छौँ यस तपाईँको झरीलाई हामी सबैजनाले हामी हो भन्ने गाउनु ल 1 2 3 गो अब तपाईँहरू गाउनुहोस् अझै ठुलो स्वरले फेरि एकचोटि ल 1 2 3 गो थर्किनु पर्यो चर्च उफार्नेछौँ Your